हेलो एन्ड दर्शक नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि एकदम बवाल छौँ साथीहरू। सो आज चाहिँ हामी स्कुलमा हिँड्यौँ। स्कुलमा के कार्यक्रम छ अरे त्यही भएर हामी हिँड्यौँ हेर्नको लागि। विशाल यहाँ छन्, विशाल र म चाहिँ हिँड्छौँ। त्यही आज घाम लाखा हल्का हल्का अनि उता चाहिँ यस्तै छ, रमाइलो छ। सो हामी चाहिँ हिँड्छौँ भर कति बजी 12:30 जति भएको भर टक्क पारमा हिँड्छौँ। यहाँ बाटो टक्क भिजिट हान्दै नयाँ बाटो खत्रै हुँदैछ यहाँ। पहिरोले बुलाइदिला जस्तो छ यार बाटो नि यार। त्यही अनि हामी चाहिँ हिँड्छौँ। अब यो बाटो छिटै पिच हुन्छ भन्ने धारणा छ कि अब कहिले हुन्छ त थाहा छैन। हुन चाहिँ हुन्छ, 1-2 वर्षमा हुन्छ होला। त्यही हामी चाहिँ यस्तै हिँडिरहेको छौँ। त्यो चाहिँ आजको लुक्सहरू चाहिँ त्यही हिँड्छौँ। अब चाहिँ स्कुलतिर गएर भेटौँला। यस्तै छ, ठिकठाक ठिकठाक ठिकठाक। सो साथीहरू हामी चाहिँ अहिले स्कुलमा आएर पनि यसो क्यान्टिनमा छौँ। घर चाहिँ यहाँ हाम्रो केटाहरू आइसकेका छन्। यहाँ अझै हाम्रो 2टा केटाहरू आउँदैछौँ। त्यही हामी चाहिँ अहिले त्यति बसिरहेको स्कुलमा आइयो। बाहिरको माहौल खत्रै छ। अब एकैछिनमा चाहिँ हामी चाहिँ भएर अहिले टक्क पारामा यहाँ चिसो हावामा यस्तो बवाल हावा चल्छ साथीहरू। हामी चाहिँ यहाँ मस्त लिर्किट खेल्थ्यौँ कि आमा कस्तो खाले लिर्किट है, घरि मजाले लिर्किट खेल्थ्यौँ। यहाँबाट गएको तल बाटोमा पुगिन्थ्यो क्या। यहाँ चाहिँ लक्ष्मण दोष छन् हाम्रो। युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। यस यति भएपछि भयो कि ल। त्यही यस्तै छ, केटाहरू त पल्टेर गएछन् सुभाष र के अरे त्यही ल। हामी चाहिँ यतिकै डुल्दैछौँ। रमाइलो भइरहेको छ, एकदम फन्ट भइरहेको छ साथीहरू। यहाँबाट हरि बवाल भ्यू देखिन्छ। त्यही साथीहरू सल्लाह यस्तो सल्लाह छ, त्यही भएर यहाँ मस्त हावा चल्ने त्यहाँ यस्तो बवाल हावा चल्छ। यहाँ त यस्तो मजा आउँछ लिर्किट खेल्न। नमान्नु डर घर मलाई यहाँ बनाउन मन थियो तर यस माथि चाहिँ अहिले गोष्ठी भइरहेछ। त्यहाँ चाहिँ रेड क्रसको वक्तित्वका लागि के छ अरे नारायण लामाजी उहाँ हुनुहुन्छ। अनि त्यही टक्क पर हाम्रो केटाहरू त्यही छन्। त्यसपछि आसुमा नआएनन् क्या। यहाँनिर मान्छेहरू थुप्रै हुनुहुन्छ। क्यान्टिनमा छ, उहाँ चाहिँ कार्यक्रम हुँदैछ। अब एकैछिनमा डान्स सान्स के हुन्छ भनेर हेर्न आएको। के हुन्छ अहिले हामीलाई यस्तै छ माहौल। यता हाम्रो चाहिँ अहिले ग्याङहरू आइसकेका छन्। टुप्रोमा ग्याङहरू आइसकेको छन्। हाम्रो ग्यामरहरू आइसकेका छन्। गोपाल भन्दाहरू चाहिँ हिजो आउनुभयो। सो हामी चाहिँ अहिले यसो पोलतिरबाट हावा खाएर आउँ अहिले चाहिँ। हजुर किन साथीहरू हाम्रो चाहिँ अहिले कार्यक्रम सुरुवात भइसकेको छ। अब एकैछिनमा अब डान्स सान्स के हुन्छ हेर्दै गरौँ है। त्यही अनि हामी चाहिँ भर्खर सो हामी चाहिँ अहिले नास्ता खाँदैछौँ टक्क परामा। मस्त अन्डे खाएन। घर हिँड्दैछौँ टक्क परमा गोपाल हिँड्छु चिकन भएर चाहिँ हामी हिँडिरहेछौँ। सो आज चाहिँ स्कुलमा एकदम बबाले रमाइलो भयो। माथि आज टक्क परमा काँक्रा खाइयो, रमाइलो गरियो। त्यही अनि एकदम बबाले भयो, फन भयो। छक्कालाई देख्न सक्नुहुन्छ। ताली बजा, ताली ताली प्लिज ताली चाहियो। वाउ राम्रो ताली हान्दै हुन्छ धेरै पुरै एक्सपिरियन्स वाला क्या। त्यही अनि अहिले चाहिँ घर हिँडिरहँ। अहिले चाहिँ यस्तै छ वेदर, पानी पर्ला गड्याङ गुडुङ गरेर। त्यही अब टक्क परमा घर जान्छौँ। के कस्तो हुन्छ अब हेर्दै गर्नुहोस्। घर गएपछि हेरौँ ल। अब चिकन खाँदैछु। गाली चाहिँ दाँत टुक्किरहेको छ, मासु छु घरमा।
मासु छ घरमा मासु छ घरमा त्यो त यहाँबाट चाहिँ बबाले सिन देखिन्छ अहिले उजेल हुँदा चाहिँ घर चाहिँ कस्तो अँध्यारो हुनु लाग्यो त्यही भएर खासै राम्रो नदेखिन सक्छ अब आइफोन भए त राम्रो मेरो लुकी हेर त्यही ल लाइन छैन आउनु होला चार्ज पनि छैन सो त्यही आजको लागि बाई बाई भोलि बिहान भेटौँ ल 2000 years later. दिस इज नेक्स्ट डे पनि नेक्स्ट विकै भइसक्यो होला अहिले चाहिँ सो मैले चाहिँ भिडियो एडिट गरेर राखेको छु म चाहिँ 2 दिन लगातार मलामी गयो त्यही भएर हजुरसँग भेट हुन पाइएन अलिअलि क्लिप थियो खोलामा यसो खेलेको छेउछेउमा खोलामा त खेल्दैन अनि त्यही आज चाहिँ यसो जोस चलेर हामी चाहिँ भिडियो गराउँदैछौँ सुभाष चाहिँ यहाँ घाँस काट्न आफ्नो टक्क पडामा यहाँ घाँस काट्दैछन् सुभाष अनि 2 दिन चाहिँ लगातार मान्छे मरेर मैले भिडियो पनि बनाउनु पाएन स्कुलमा गएको भिडियो इन्ड गर्नु पनि पाएन त्यही भएर म चाहिँ अहिले इन्ड गर्न आएको भिडियो मस्त घाँस काट्दैछन् यहाँ सुभाष चाहिँ घाँस पनि बबालै छ सो त्यही हो हिजो चाहिँ वाल नै पानी आयो आज चाहिँ घाम ठिकै लाग्यो पानी यहाँ आएन घाम लाग्यो अनि हाम्रो गाउँ चाहिँ यहाँ तल छ चट्ट पारामा माथि पनि घर छ होइन होला के हो त्यही अनि यस्तै छ जङ्गलको माहौल यतातिर सो म चाहिँ अघि भर्खर आएको टक्क पारामा देख्न सक्नुहुन्छ पारी चाहिँ अँधेरो भएको त्यही अब टक्क पारामा घरतिर जान्छु घर गएर काम छ यसो अब गोठलाई सुलाई गर्नु तर फेरि भल्न आउने त्यही हो साथीहरू अनि यस्तै छ यतातिरको माहौल त्यही अरू भन्नु त के छ र सर